अहिलेको सरकारका गतिविधिहरू के छन् भने संस्थाहरू चाहिँ कमजोर पार्ने र व्यक्ति बलियो बन्ने, राज्य आतङ्क सिर्जना गर्ने, दमन गर्ने, नागरिकलाई चाहिँ भयावह स्थिति सिर्जना गर्ने, डर त्रास चाहिँ देखाउने स्थिति जो बनेको चाहिँ यसले गर्दाखेरिमा देश चाहिँ तपाईँको अगाडि बढ्नका लागि समस्या चाहिँ हुन्छ। यसले गम्भीर चाहिँ दुर्घटना फेरि देशमा निम्ति आउँछ। यसो हुँदा सरकारले आम चाहिँ जनतालाई चाहिँ विश्वासमा लिएर विश्वास सिर्जना गरेर मात्रै समृद्ध चाहिँ नेपाल निर्माण गर्न सकिन्छ। यसका लागि हामीले कुनै आग्रह र पूर्वाग्रह चाहिँ होइन। यी देश हामी सबैको साझा एजेन्डा हो। सत्तामा भएका र सत्ताभन्दा बाहिर रहेका हामी सबैको साझा एजेन्डा हो। यो साझा एजेन्डामा हामी सब एक ठाउँमा उभिएर जनताले खोजेको जो भौतिक पूर्वाधार विकास चाहिँ हो, विकासको तीव्रता, सडक खोजेका छन्, पुल खोजेका छन्, खानेपानी, स्वास्थ्य, शिक्षा लगायतका तमाम चाहिँ समस्याहरू तपाईँको चाहिँ अहिले जनताले त्यो खोजेका छन्। आर्थिक समृद्धि खोजेका छन्। देशमा तपाईँको चाहिँ उत्पादन वृद्धि होस्, उत्पादनका स्रोतहरू चाहिँ सरकारले पहिचान गरोस्, लगानी गरोस् र तमाम चाहिँ युवालाई यो देशमा रोजगारी सिर्जना होस् र यहाँ चाहिँ तपाईँको हरेक चाहिँ हिजो चाहिँ भएका चरम चाहिँ तपाईँ संस्थागत भ्रष्टाचार जन्य घटनाहरूको छानबिन होस्, दोषीमाथि कारबाही होस्, राज्यको सम्पत्तिबाट दोहन गरेको सम्पत्ति राज्यको ढुकुटीमा फिर्ता ल्याओस्। जनताले यो चाहेका छन्। त्यसपछि अहिले सामाजिक विभेदहरू चाहिँ भएका छन्। अहिले पनि सुकुम्बासी लगायतका तमाम समस्याहरू चाहिँ छन्। अहिले घरबारविहीन भएर यस्तो बर्सातको बेलामा बिजोगपूर्ण अवस्थामा चाहिँ छन्। नागरिकलाई दुःख दिने होइन, नागरिकलाई जहिले पनि चाहिँ हामीले पक्षमा चाहिँ उभिएर नागरिकका तमाम समस्याहरूको समाधान गरेर जाने कुराको मुख्य दायित्व हामी सबैको हो। यसका लागि हामी सबै राजनीतिक दलहरू एक ठाउँमा उभिएर जनताका तमाम समस्याहरूका मुद्दाहरूमा हामी एक ठाउँमा अगाडि बढेर मात्रै समस्या समाधान गर्न सक्छौँ। यसका लागि सरकारले नेतृत्व गर्ने हो। सरकार एक्लै हिँड्ने होइन, सरकार गलत बाटोमा हिँड्ने होइन, गलत बाटोमा हिँड्न हामीले दिने होइन, दिनु पनि हुँदैन। यसका लागि हामी एक ठाउँमा उभिएर जानुपर्छ। यी सबै चाहिँ भरि हुने गम्भीर प्रकारका चाहिँ त्यस्ता दुर्घटनाहरूको जिम्मेवार फेरि भोलि सरकार नै हुनुपर्छ। यसमा बेलैमा चाहिँ ध्यान दियोस्। धन्यवाद।